स्याम अल्टम्यानदेखि इलन मस्कहरूले चाहिँ एआई आयो आइ नै सक्यो ल खतम भयो भनिरहेको छन् होइन। यो के आउने हो, के खतम हुने हो, यो एउटा ठुलो क्वेसन छ क्या मान्छे। ह्युमनलाई सहजता बनाउने हो कि सोल्युसन दिने नै चाहिँ होइन, एउटा लिमिटसम्म चाहिँ सोल्युसन दिन्छ, तर ह्युमन इन्फ्लुएन्स चाहिँ जरुरी नै हुन्छ कि। युएसमा हामीभन्दा चिप लेबर चाइनामा छ, चाइनामा प्रडक्सन गर्नुपर्छ भनेर चाइनामा प्रडक्सन गर्यो नि त 20-30 वर्ष। तर चाइनामा प्रडक्सन गर्दा आफ्नो देशको स्थिति के भयो, अर्थतन्त्र के भयो भन्ने त अमेरिकाले आज राम्रोसँग प्रष्टसँग बुझेछ नि। मेक अमेरिका ग्रेट एगेन भनिरहेछ भनेपछि त अमेरिका अहिले त ग्रेट छैन। यहाँको कमनवेल्थ ब्याङ्कले चाहिँ हजुर जसरी स्क्यामरहरूले हामीलाई फोन गर्छ नि, कमनवेल्थ ब्याङ्कको एआईले स्क्यामरलाई कल ब्याक गर्ने रहेछ कि। के भयो भने उसले एउटा मान्छेसँग गफ गर्न पाएन नि त उसको सिफ्टमा होइन, ठगहरूलाई बिजी बनाइदियो। यङ मान्छे छ, यहीँको अस्ट्रेलियन मान्छे हो होइन, 20-22 वर्षको केटो छ होइन, ब्याङ्कमा आयो मेरो $10,000 स्क्याम भयो भने के भएछ भन्दा फोन आएछ फेडरल पुलिसबाट। वेलकम टु एपिसोड 12 अफ साइलेन्ट पिक्स। हेर्दा हामी अब 12औं एपिसोडमा पनि पुगिसकेका छौँ होइन। हिजो जस्तो लाग्छ हामीले एपिसोड सुरु गरेको 12मा पुगिसक्यो। सबै हिजो अस्ति आउँछौँ, हिजो बल्ल नि हिजो भइसक्यो रमाइलो सरी। र आज हामी 12औं एपिसोडमा चाहिँ हामी दुईजना होस्ट गफ मात्रै गर्छौँ आज होइन, गफ मात्रै छ नि हाम्रो होइन, गफ भन्दा नि रियालिटी गफ, रियल गफ गर्छौँ हामी। रियल गफको कुरा चाहिँ के हुन्छ अब हामी बिस्तारै सुन्दै जाउँ होइन। सर म बिचमा काटेँ, यो गफ भन्दा नि गन्थन मन्थन भन्नुपर्छ क्या। गफ भन्यो नि अहिले हावै सुनिदिनु भयो जस्तो भयो कि। गन्थन मन्थन के भन्छ नि यसो, के भन्दा ठिक गफ भन्यो भने त त्यहाँ यति गफिन टाइम गफाडी रहेछन् यिनीहरू काम न। गन्थन मन्थन गन्थन मन्थन आजको गन्थन मन्थन हामी अब सुरु गर्न गइरहेका छौँ। यो गन्थन मन्थनमा चाहिँ विभिन्न कुरा छन् होइन। हामीले एउटा अहिले आज चाहिँ इम्पोर्टेन्ट कुरा मैले गर्न चाहेको चाहिँ यो सिडनीमा बोन्डाईमा एकदम नराम्रो घटना घट्यो होइन, आतङ्ककारी हमला भयो, 15-16 मान्छे मरे, धेरैजना हस्पिटलमा छन् र 1-2 चाहिँ क्रिटिकल पनि छन् होइन। नहुनुपर्ने घटना भयो र यो सायद अस्ट्रेलियाको इतिहासमा यो पोर्ट आर्थर भन्ने एउटा घटना भएको थियो, यो गोलाबारी भएको थियो 1997-98 तिर। त्यसपछिको चाहिँ यो वर्स्ट घटना भयो। यो त ठ्याक्कै 1 हप्ता जस्तो भयो नि त। बोन्डाईमा भयो कि यहीँ सिडनी, त्यही त हामीदेखि 10-12-15 किलोमिटर टाढा। यो टेररिजमलाई चाहिँ कसरी हेरिन्छ भने जे कुराको नि अतिवाद भयो भने चाहिँ अतिवादले यस्तो निम्त्याउने हो जस्तो लाग्छ क्या मलाई चाहिँ। अब तपाईँ केही कुरा एक्सट्रिममा जान थाल्नु भयो भने तपाईँलाई आफूलाई दुःख हुन्छ कि। एउटा सामान्य भाषामा भन्दा तपाईँ केही कुराको गहिराइमा जानुभयो, फर इक्जाम्पल तपाईँ 10 मिटर खन्नुभयो, 20 मिटर खन्नुभयो, 30 मिटर खन्नुभयो भने माथि आउन सक्नुहुन्न क्या, त्यहीँ फसिन्छ क्या त्यही खाडलमा। यो जे कुराको नि अतिवादले चाहिँ यस्तो कुरालाई निम्त्याउँछ जस्तो लाग्छ। मान्छे त्यही दलदलमा फस्छ नि त। त्यही त यो संसारमा अरू धेरै देशहरूमा पनि अब बढ्दै गएको देखिन्छ यो अब आतङ्ककारी हमलाहरू होइन। अब अविकसित देशहरूबाट अब विकासोन्मुख र विकसित देशमा पनि यो अब यस्तो घटनाहरू बढ्ने अब भविष्यमा अझै बढ्दै जाने हुन् कि भन्ने एउटा डर चाहिँ। यो विकसित अविकसित विकासोन्मुख भन्दा पनि कस्तो, यो देशले गर्ने होइन, खास एउटा मान्छेले गर्ने हो नि त। त्यहाँ कयौँ मान्छेको मृत्यु भयो एउटा मान्छेको कारणले हो कि। देशले भन्दा नि मान्छेको चेतले फरक पर्ने कुरा। अब तपाईँलाई लर चन्द्रमामै राखिदियो नि है, तपाईँको चेत त्यही छ भने त देशले फरक परेन नि त। सिनारियो चाहिँ फरक पर्यो होइन, तर मान्छेको यो सोचमा फरक पर्ने कुरा हो जस्तो लाग्छ मलाई। हो प्लस यो अब जब फेरि यो कस्तो हुन्छ भने गलत गर्ने मान्छेहरू चाहिँ एकदम वेल अर्गनाइज भएर गलत गर्छन्, मिलेर गलत गर्छन्, प्लानिङमा गर्छन्। सही गर्ने मान्छेहरू पनि त्यो अनुसार मिलेर, जस्तो अब यहाँको अब छन् नि अब विभिन्न प्रहरी प्रशासनहरू छन् होइन, सबै इन्टेलिजेन्सहरू छन्, उनीहरू पनि अब अझै गर्न त अफकोर्स राम्रै गरिरह होला होइन। अब त्यो त हामी यहाँ बसेर केही भन्न मिलेन, तर उनीहरूको पार्टबाट चाहिँ अझै मिलेर अझै राम्रो गर्नुपर्ने जस्तो चाहिँ
एउटा त्यो उच्च सतर्कता हुन्छ, सतर्कता अपनाउनु उच्च सतर्कता सुरक्षाको हिसाबमा हो त्यो गर्नुपर्ने चाहिँ हो। अब के त्रुटि भयो होला, केही भयो होला, अब यहाँकै सरकारले छानबिन गरिराखेको छ, तर आफू पर्सनल लेभलबाट सबै हामी चाहिँ सचेत हुनु पऱ्यो। भिडभाडमा जाँदा यताउता बिच भनिन्छ, अब क्रिसमस न्यु इयर चलिरहेछ, आउनु लागिरहेछ होइन। अब चाहिँ सतर्क हुनु पऱ्यो। भिडभाडमा जाँदा कामै पऱ्यो त जानु पऱ्यो, तर अनावश्यक ठाउँमा अनावश्यक उपस्थितिले पनि कहिलेकाहीँ यस्तो त्यो किनकि त्यो टार्गेट गर्ने मान्छे नि भिडमै गर्दो रहेछ नि त, देखियो नि त। खाली ठाउँमा त त्यो मान्छे पनि गएन। उनीहरूले त अब सकेसम्म धेरै क्याजुअलिटी होस् भन्ने गर्छन्, त्यो हिसाबले भिडभाड नै टार्गेट गर्छन् होइन। हजुरले एकदम इम्पोर्टेन्ट कुरा उठाउनु भयो। यो भिडभाडमा हुँदा चाहिँ मान्छेहरूको आजकल कस्तो छ भने कानमा इयरफोन लगायो, लाउड म्युजिक हुन्छ, आफ्नै पारामा हिँडिरहन्छ, अगाडि को छ पछाडि को छ के भइरहेछ। फर इक्जाम्पल हामी ट्राफिक लाइटमा बाटो काट्ने बेलामा पनि मान्छेहरू त्यो वायरलेस इयरफोन लगाएर दुइटा एम्बुलेन्स आइरहेको हुन्छ। कहिलेकाहीँ अब यो सानो गाडीले त भनेको ठाउँमा ब्रेक हान्ला, ट्रकको मान्छे अचेत अवस्थामा छ, फर इक्जाम्पल तलमाथि के भयो भने ब्रेक नलाउने ठाउँमा पनि ब्रेक लाउन नि त। कति कुराहरू त आवाजले पनि थाहा पाइन्छ र हामी अवेर भइन्छ कि। तर यो बाटो काट्दाखेरि यो ब्लुटुथ लाएर हिँड्ने चाहिँ मलाई राम्रो होइन जस्तो लाग्छ। यसले नि धेरै ठुलो घटना निम्ताउँछ, किनकि बाहिर इन्भाइरोमेन्टमा के भइरहेछ थाहा हुन्न कि होइन। एक्ज्याक्टली तपाईँले 1-2 मिनट बाटोमा इयरफोन नलाएर तपाईँको केही बिग्रिन्न कि, किनकि तपाईँ उहाँ देशै बायाँमा छोडेर त आउनुभयो, त्यो इयरफोन त एकछिन छोड्न सक्नुहुन्छ नि एक हिसाबले। फेरि तपाईँले ट्रेनमा चढ्ने मान्छेलाई त्यो बाटोमै इयरफोन लाउनुपर्छ भन्ने छैन कि। ट्रेनमा तपाईँ कल सेन्टरमै काम गर्ने होइन होला सबैजना, बाटोमा हिँड्दा त एटलिस्ट होइन। त्यो आफ्नो लागि आफूले गर्नु पऱ्यो। हो एउटा मोडर्न रूपको सहजताको लागि त्यो सहजताले तपाईँ आफैलाई खान्छ कि कति कुराले। हो मैले यो नयाँ मैले चिनिरहेको मान्छेहरूलाई त भनिरहेको हुन्छु, तर भन्दा नराम्रो सुनिन्छ, तर रियालिटी त त्यही हो नि त। फेरि यो आजकलको यो जेनेरेसनमा चाहिँ त्यो व्यापक छ। हाम्रो पालामा तारवाला थियो होइन, म त तर मान्छेले झमेला हुन्थ्यो र लाउन अलि असहज हुन्थ्यो। अब त ब्लुटुथ वायरलेस भयो, झ्याप्पा लाउने भयो, सहजताले पनि धेरै कुरा विनाशतर्फ लाँदो रहेछ जस्तो लाग्यो मलाई चाहिँ। हो जस्तो अनि अब कति मान्छेहरू रातिमा काम गरेर फर्किनेहरू हुन्छन् होइन, होला त्यस्तो केही दुःखद घटना नहोला, तर क्राइम त जहाँ पनि छ नि त। अस्ट्रेलिया भनेर क्राइमै नहुने त्यत्रो घटना घट्यो होइन, क्राइम त जहाँ पनि हुने रहेछ होइन। अब यो टेररिजम यस्तोहरू त अब देखिने हुने रहेछन् भनेपछि आफू जस्तो रातिमा हिँडिन्छ भने रातिमा कामबाट अब स्टेसनबाट घर फर्किन्छ, के हुन्छ डिस्टेन्स हुन्छ होइन, कसैले फलो पो गरिरहेछ कि अलिकति यसो आफू पनि चनाखो हुनु पऱ्यो नि त, अगाडि को छ पछाडि को छ। अब कानमा म्युजिक डुङडुङ डुङडुङ पारेर हिँडेपछि त्यो त केही थाहा नै भएन नि त। त्यो आवश्यक पनि छैन जस्तो लाग्छ कि। आवश्यक ठाउँमा चाहिँ अब त्यो 24 घन्टा कानमै राख्नुपर्ने। अब बाहिर इन्भाइरोमेन्टमा के भइरहेछ थाहा, त्यहाँ उस्तै पऱ्यो बोन्डाइमा नि कति मान्छेले त्यहाँ गोली चलेको थाहा छैन होला कि। त्यस्तै इन्सिडेन्ट्स हुन्छ नि त होइन। त्यही भने अब आफू सजग हुनु त पाइएन नि त। अवेरनेस हुनु एकदम जरुरी छ। जस्तो अब भिडभाड भएको इन्डोरवाला भिडभाड ठाउँहरू छन् भने चाहिँ एक्जिटहरू क्लियरली देखिन्छ। अस्ट्रेलियामा एक्जिट मार्क गरेकै हुन्छ, एक्जिट चाहिँ कहाँ छ, नियरेस्ट एक्जिट कता हो, आफू कुन साइडमा छ होइन। अहिलेको सिनारीमा कस्तो देख्यो भने अनावश्यक काम बिना यो वेस्टफिल्ड सपिङ सेन्टरहरूतिर पनि नजाँदा चाहिँ उचित हुन्छ जस्तो देखियो कि, किनकि भिडभाडलाई टार्गेट गर्ने रहेछ नि त। आफ्नो काम छैन भने किन गइराख्नु। फेरि भन्नु होला फेरि दर्शक महानुभावहरू आफ्नै घरको बाथरुममा लडेर नि मृत्यु हुन्छ भन्नु होला, तर त्यस्ता सतर्कता चाहिँ अपनाउनु पऱ्यो कि अलिकति आफू आफ्नो साइडबाट पनि। त्यही त जे होस्, अब त्यही अँध्यारोमा हिँड्दाखेरि होइन, अनि भिडभाड हुने ठाउँहरूमा जाँदाखेरि इन्टर्नल जस्तो अब इन्डोर प्रोग्रामहरू हुँदाखेरि चाहिँ मान्छेले याद गर्नुपर्ने कुरा चाहिँ आफ्नो वरिपरि के भइरहेछ होइन, यसो वरिपरिको पनि आफूले विचार गर्नु पऱ्यो होइन। र मेन चाहिँ एक्जिटहरू कता कता छ, सामान्य कुरा हो। यसो एक्जिट कता छ माथिपट्टि यसो हेऱ्यो भने जहाँ पनि इन्डोरमा जहाँ पनि त्यो मान्छे हरियो साइन मान्छे हिँडेको एरो देखाएर एक्जिट भनेर लेखा हुन्छ होइन। यो कुराहरू चाहिँ सबैले याद गर्नु हुन चाहिँ म पर्सनल्ली पनि रिक्वेस्ट गर्न चाहन्छु होइन। यो एउटा जेनरल आफै सचेत हुनु पऱ्यो। बाँकी अब हामीले अरू धेरै केही गर्न सकिँदैन। अब यो त यहाँ अब गभर्मेन्टले गर्ने कुराहरू हुन् होइन।
हामीले आफ्नो तर्फबाट आफ्नो क्यापेसिटी अनुसार गर्ने भनेको त्यही हो, अलिकति अवेर हुने, कहाँ जाँदैछु होइन, के भइरहेछ, वरिपरि के भइरहेछ, मान्छे किन दौडिरहेछन्, त्यो कुराहरू चाहिँ मान्छेले अलिकति याद गऱ्यो भने पनि त्यस्तो सिचुएसनमा पर्दाखेरि थोरै भए पनि आफूलाई हेल्प हुन्छ कि जस्तो लाग्छ क्या मलाई। त्यो त्यही नै हो, हामीले गर्न सक्ने आफ्नो साइडबाट त्यही हो। एक्सटर्नल इन्भाइरोमेन्टलाई त कन्ट्रोल गर्न सकेन, त्यही आफूले चाहिँ के भने सतर्कता, त्यही ठिक हो। र अब नेक्स्ट टपिकमा जाँदाखेरि चाहिँ हजुर नेक्स्ट टपिक चाहिँ हामीले यो एआई सम्बन्धी अलिकति, किन भन्दा मान्छे यहाँ एआई जहाँ पनि एआई आइसक्यो होइन, आयो 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 त्यो राजा ओर्ले नागार्जुनबाट भने जस्तै यो ठुल्ठुला मान्छेहरूले होइन, स्याम अल्टम्यानदेखि इलन मस्कहरूले चाहिँ एआई आयो आइसक्यो, आइ नै सक्यो, ल खतम भयो भनिरहेछन् होइन। यो के आउने हो, के खतम हुने हो, यो एउटा ठुलो क्वेसन छ क्या मान्छेहरूमा। यो मानिस भने एउटा महत्त्वकाङ्क्षी प्राणी हो कि, महत्त्वकाङ्क्षाले मान्छेलाई कुन लेभलसम्म पुर्याउँछ। जनावरहरूमा त्यति महत्त्वकाङ्क्षा हुन्न नि, हुँदैन। बाघले शिकार गर्छ, ओडारमा बस्छ, सक्यो, उसको लागि यो एआई बिआई सिआई के लाग्यो हुनु। तर मान्छे चाहिँ चेतनशील प्राणी पनि हो, महत्त्वकाङ्क्षी पनि हो। त्यो मान्छे भर्याङ चढ्दै जान्छ कि, लिमिट हुन्छ, 1 तला 2 तला, बुर्ज खलिफा, के अरे आइफेल टावर थियो, बुर्ज खलिफा, अर्को के कम्पिटिसन भइरहेछ नि, त्यही रेस हो कि यो। त्यो रेसमा चाहिँ अब एआई आउँछ, त्यसपछि अर्कोचोटि एआई नपर्ला, तपाईँले सोचेको ठ्याक्कै त्यहाँ एक्जिक्युट हुने केही प्रोग्राम आउला होइन। तपाईँलाई अब अघि एउटा भाइले भन्दै थियो, भात खानु नपरोस् क्याप्सुल भन्दै थियो, त्यो त पहिल्यै थियो, भाइलाई थाहा नरहेछ। अब सलाइन पानी खाएपछि केही नि खानु पर्दैन, चाहिने बडीलाई चाहिन्छ त्यति सलाइन पानीमा हुन्छ नि त। तर भात नखानुस् भन्नु खोजे चाहिँ गर थकालीमा रम भात खाने जस्तो त हुँदैन होइन, रिप्लेस चाहिँ गर्न सक्छ तर उस्तै चाहिँ हुँदैन क्या। हुँदैन, एआईले गीत गायो यताउता भन्छ नि, हो गाउँछ, अरूले गाएको गीत लेखिदिएको शब्द गाउला, आफैले लेखेर नि गाउला होइन, क्रिएट गर त्यो। तर त्यो जुन भावना ऊ अनुसार हो नि, त्यो फ्लोमा चाहिँ जाँदैन कि आर्टिफिसियल कुरा। कृत्रिम भनेको कृत्रिम हो कि, यसरी बुझ्नुहोस्, कृत्रिम चिज भनेको कृत्रिम नै हो। र अर्को मलाई के लाग्छ भन्दा, जस्तो यो इन्डस्ट्रियल रेभोल्युसन सुरु हुँदाखेरि हजुर जुन हिसाबले फ्याक्ट्रीहरू धमाधम युरोपमा बन्न थाले होइन, एकजना मान्छेले 12 घन्टा लगाएर गर्ने काम फ्याक्ट्रीमा त एकैछिनमा हुन लाग्यो, कपडा सिलाउने यस्तो कुराहरू। त्यति बेला पनि त जस्तो अहिले एआईले गर्यो त्यस्तै गरे हो नि त, एउटा एकदम रेभोल्युसन नै आएको हो। तर एआईले जागिर खान्छ, यो हुन्छ, मान्छे रिप्लेस हुन्छ भन्ने एउटा पार्ट छ, तर त्यसले अरू धेरै कयौँ हजारौँ लाखौँ जागिर पनि त फेरि खुल्छ नि त होइन। त्यो सम्बन्धी जान्ने मान्छेहरूले फेरि त्यसमै जागिर पाउँछन् होइन। त्यो हिसाबले यो एआई आयो अब घर बस्दा हुन्छ भन्ने जस्तो चाहिँ हुँदैन, हामीले दुखै गर्ने हो त्यस्तो चाहिँ हुँदैन। यो तपाईँले भनेको कुरालाई म एउटा ठ्याक्क त्यो डट प्लट गरेर रिलेटेड गरिदिन्छु। तपाईँले फ्याक्ट्री आयो, मान्छे रिप्लेस भयो, मसिनले काम गर्न थाल्यो भन्नुभयो नि, यही कुरा है। युएसमा हामीभन्दा चिप लेबर चाइनामा छ, चाइनामा प्रडक्सन गर्नुपर्छ भनेर चाइनामा प्रडक्सन गरियो नि त 20-30 वर्ष। तर चाइनामा प्रडक्सन गर्दा आफ्नो देशको स्थिति के भयो, अर्थतन्त्र के भयो भन्ने त अमेरिकाले आज राम्रोसँग प्रष्टसँग बुझेछ नि। मेक अमेरिका ग्रेट एगेन भनिरहेछ भनेपछि त अमेरिका अहिले त ग्रेट छैन। मेक अमेरिका ग्रेट एगेन भनेको त अहिले त छैन, पहिला थियो, अहिले छैन, अब बनाऊँ भने यो त्यो तपाईँले भन्नुभयो नि, यो कुरा फ्याक्ट्रीसँगै रिलेटेड हो कि। पहिला चाहिँ त्यही उत्पादन हुन्थ्यो, उनीहरूले चाहिँ चिप लेबर होइन, सस्तो रिसोर्सेस कहाँ पाइन्छ भन्ने भागदौडमा चाहिँ चाइनामा गए, झन् महत्त्वकाङ्क्षी भए होइन। त्यसले मान्छेलाई बढी अल्छी, बढी कस्तो भौतिकवादतिर लग्यो क्या। तर लास्टमा त चाहिने त मान्छे रहेछ भन्दा फेरि प्रमाणित भयो नि। जति एआई बनायो नि, बिआई बनायो नि, सिआई बनायो नि भनेपछि यो कुराको हरेक लिमिटेसन हुन्छ क्या। जुन काम मान्छेले मानवले गर्न सक्छ नि, त्यो कुरा चाहिँ तपाईँले अहिले छिम्नु भयो होइन, यसको उपचार पनि मान्छेले मात्रै गर्छ, एआईले गर्न सक्दैन नि, त्यहाँ लेखिदिए मात्रै हुन्छ। एआईले त के उपचार गर्ने? फर इक्जाम्पल तपाईँले एउटा लिमिटसम्म चाहिँ सोल्युसन दिन्छ, तर ह्युमन इन्फ्लुएन्स चाहिँ जरुरी नै हुन्छ कि।
त्यस्तो चाहिँ लाग्छ मलाई त्यो ह्युमन इन्फ्लुएन्स जरुरी भएपछि त मान्छेको काम त आइहाल्यो हो यो माइक्रोफोन छ है रेकर्ड गर्नलाई रेकर्ड बटन थिच्नु परेन भने यहाँ पसिना आइसक्यो मेहनत अनि गर्दा हो अनि यता तार जोड्ने र उता तार जोड्ने एक्ज्याक्टली तार जोड्ने काम चाहिँ एआईले गर्छ जस्तो लाग्दैन मलाई यस्तै अनेकौँ कामहरू हैन एक्ज्याक्टली होला तपाईँको काममा सहजता सरलता बनाउला तपाईँले सोच्नुपर्ने सामान्य कामहरू त्यहाँ टाइप गर्दा लेख्दा सोच्दा आउला तर तपाईँले चाहिएको चाहिँ ठ्याक्कै त्यो भावसँग मिल्ने चाहिँ आउँदैन क्या फेरि त्यो मान्नु आँसको टाल यस्तो नि हुनसक्छ है कहिलेकाहीँ फाटेको आँसको टाल यस्तो शिला जस्तो हुन्न नि टालेको र शिलाको फरक एउटा राम्रो उदाहरण चाहिँ त्यस्तो लाग्छ है मलाई अन द्याट नोट यो च्याट जिपिटीको चाहिँ अहिले यो भोइसवाला ऊ पनि आएको रहेछ होइन नेपालीमा नि बोल्ने रहेछ होइन यो अलिकति हेरौँ है त के रहेछ यसले के गर्न सक्दो रहेछ र नेपालीमा के कुरा गर्दो रहेछ म यसो सानो एउटा डिस्कस गर्छु है के तिमी नेपालीमा कुरा गर्न सक्छौ म नेपालीमा कुरा गर्न सक्छु तिमीलाई कुनै विशेष कुरा चाहियो भने भन्नुहोस् म खुसी साथ सहयोग गर्नेछु तिमीलाई नेपाली जोक भन्नु आउँछ मलाई नेपाली जोक भन्न मन पर्छ एकदम रमाइलो एउटा सुनाउँछु एकजना मानिसले आफ्नो साथीलाई सोधे तँलाई कस्तो खान मन पर्छ साथीले भने मलाई त मिठा खाने कुरा मन पर्छ तर बजेटले भने गम्भीर समस्या बनाउँछ आशा छ तिमीलाई मन पर्यो तिमी अलिकति ट्रेन हुन बाँकी छ जस्तो लाग्यो होइन तिमीले जुन तरिकाले नेपाली बोलिरहेछौ तिम्रो ट्रेनिङ चाहिँ अलिक पुगेन जस्तो लाग्छ मलाई म बुझ्छु केही ठाउँमा अझै सुधार हुन सक्छ र म प्रयास गर्छु अझै राम्रो बनाउने तिमीले भने जस्तै म समयसँगै अझै सहज र प्राकृतिक नेपाली बोल्न सिक्दै जानेछु धन्यवाद तिमीलाई फिडब्याक दिनुभएकोमा ल यो ल हेर्नु है मैले तपाईँलाई डिपिआर तिमीलाई अनि दिनुभएकोमा मिलेन नि त आँसको टाल यस्तो आइहाल्यो क्या त्यहाँ तिमीले नेपाली ग्रामर व्याकरण त्यस्तो लाग्छ है मलाई फेरि मैले त्यो पर्फेक्ट छ भन्न खोजेँ होइन म मुख्य रूपले ठुलो डेटा सेट र विवेक स्रोतहरूबाट सिकेको हुँ जसमा नेपाली भाषा पनि समावेश छ तर म पूरा रूपमा मानव जस्तो नै सहज र प्राकृतिक बनाउन अझै सिक्दैछु तिमीले दिएको फिडब्याकले मलाई अझै राम्रो बनाउन मद्दत गर्नेछ ल नमस्कार धन्यवाद बाई बाई नमस्कार तिमीलाई पनि धेरै धन्यवाद फेरि भेटौँला बाई बाई यस्तो छ क्या त्यही अहिले भने जस्तै त भयो नि कुरा त आँसको टाला आँसको टाल यस्तै हो तर मैले भन्न अन्डर एस्टिमेट गरेँ होइन फेरि मेरो त्यो क्षमता पनि छैन होला होइन तर एज इन जेनरल हामीले व्याख्या गर्दा त त्यो ठ्याक्कै मान्छेले बोलेको त त्यो हुँदैन नि त फरक छ तपाईँलाई एड बनाउन के गर्नु होला तर संवादको रूपमा चाहिँ हुँदैन कि सजिलो चाहिँ के भयो भनेदेखि जस्तो अब जब एप्लाई गर्नेहरूले होइन कस्टमाइज तरिकाले चाहिँ रेजुमेहरू कभर लेटरहरू लेख्नलाई चाहिँ सहज भयो होइन स्टुडेन्ट भिजा अप्लाई गर्नेहरूले ल एसओपी पनि म अलिकति हेल्प लिन्छु भन्यो भने अनि त्यो रिसोर्सेस हो रिसोर्सेस त युज गर्न मिलिहाल्यो नि यो पनि एउटा रिसोर्सेस हो कि एन्ड होइन मैले भन्नु खोजेँ बुझ्नुभयो चामल हो चामल भात पकाउनु त मेहनतै गर्नु पऱ्यो चामल हो त्यो नत्र त चामलै भइरहेको छ फेरि पकाउनु त मान्छेले पर्यो राइस कुकरले पकाउँछ भन्नु होला लहर त राइस कुकरमा हाल्नु पऱ्यो नि त फेरि पर्यो त्यो यस्तो लाग्छ मलाई चाहिँ ठिक छ तर यस्तो अब यो च्याट जिपिटीले जुन बनाइरहेछ जुन अहिले अब यत्तिकै भयो नि नेपाली बोल्ने रहेछ होइन यो त अरू कसैले गराएको छैन नि त गुगलले गर्न सकेको छैन होइन अरूको त के कुरा गर्नु गुगलको पनि जेमिनाई यसरी नेपाली बोल्छ जस्तो मलाई लाग्दैन जुन तरिकाले च्याट जिपिटीले गरिरहेछ भनेपछि एडभान्स फर्ममा चाहिँ जाँदा यो एउटा सिम्पल एउटा एआईको एक्जाम्पल मात्रै भयो च्याट जिपिटी मात्रै एआई त होइन अरू धेरै कुराहरू छन् होइन अल्टिमेटली चाहिँ यिनीहरूले सबै चिजले गर्ने भनेको चाहिँ तपाईँलाई ह्युमनलाई सहजता बनाउने हो कि सोल्युसन दिने नै चाहिँ होइन सहजता बनायो अब तपाईँले अघि आफैले भन्नुभयो नि रेज्युम बनाउने हेल्प गर्छ भने रेज्युमी नै बनाउँछ त भन्नु भन्नु नि त हेल्प गर्छ भन्नुभयो कि एडिटिङ पर्फेक्सन अब स्याम्पल देला के देला तपाईँ पहिला प्रकाश मलाई त्यो रेज्युम पठाएर तेरो भन्नु पर्थ्यो त्यो जमाना गयो कि च्याट जिपिटीले दिने भयो तर तपाईँले आफूले गर्नुपर्ने त आफैले गर्नुहुन्छ सहजतामा चाहिँ धेरै हेल्प गरे जस्तो लाग्छ मलाई ठिक हो राम्रो कुरा हो र होपफुली अब अझै एडभान्स हुँदै जाओस् सबैलाई अझै सजिलो हुँदै जाओस् तर मान्छेले मेहनत गर्नु चाहिँ छोड्नु भएन आधुनिकताको नाममा मौलिकता चाहिँ हराउनु भएन तिमीलाई म धन्यवाद दिनुभएको छ भने जस्तो भयो कि फेरि होइन आधुनिकताको नाममा
एआई आइसक्यो अनि घर सुतेर बसेर हुँदैन भगाउँदैन त्यो पब्जी खेले जस्तो पनि होइन फेरि त्यो युद्धमा जानु र पब्जी खेल्नुमा फरक छ भने जस्तै हो कि ब्याटल ग्राउन्ड र रियालिटीको फरक हुन्छ सहजता चाहिँ बनाउँछ सहजताको लागि त एकदम राम्रो अब हामीलाई थाहा नभएको कुरा त सबै थाहा छ नि त हामीलाई त केही पनि थाहा छैन हामी त एउटा मान्छे नै हो 7-8 खर्ब मान्छेमा अर्ब मान्छेमा एउटा मान्छे नै हो हामी त ज्ञानको क्षमता लिमिटेसन छ त्यो भनेको डिक्सनरी जस्तो भयो कि र यसले चाहिँ जस्तो अब राम्रो गर्ने मान्छेलाई यसले राम्रो पनि गर्दै जान्छ नराम्रो इन्टेन्ट गर्ने मान्छेहरूलाई फेरि यसले उनीहरूलाई पनि फाइदा पुर्याउने डर एउटा रिस्क चाहिँ त्यहाँ छ कि जस्तो हरेक कुराको हुन्छ त्यो त हरेक कुराको सिक्काको दुईवटा पाटा हुन् भने जस्तै त यो स्क्यामहरू गर्ने यस्तो गर्नेहरूलाई पनि एआईले पनि त हेल्प गर्छ नि त अनि मैले यो एउटा रिसेन्टली एउटा न्युज हेरेको थिएँ हाम्रो यहाँको कमनवेल्थ ब्याङ्कले चाहिँ हजुर जसरी स्क्यामरहरूले हामीलाई फोन गर्छ नि कमनवेल्थ ब्याङ्कको एआईले स्क्यामरलाई कल ब्याक गर्ने रहेछ कि त्यो भयो भने उसले एउटा मान्छेसँग गफ गर्न पाएन नि त उसको सिफ्टमा होइन जसचोटि एआईसँग ठग्न पाएन कि त्यही बाँधिदियो उल्टो बिजी बनाइदियो ठगहरूलाई बिजी बनाइदियो एउटा भाषा एकदम खतरा लाग्यो क्या मलाई होइन एआईको युज त्यसरी गराएर रहेछ ब्याङ्कले चाहिँ उल्टो कल गरेर मैले आज बिहान स्ट्याटस हाल्थेँ 2 नम्बरी काम पनि 1 नम्बरी तरिकाले गर्नु पर्यो भने त्यस्तै भयो ठगहरूलाई पनि त उपचार भयो नि त कतिले चाहिँ त्यही एआई युज गरेर ठग्छन् तर राम्रो रिसोर्सेस युज गर्ने कम्पनी व्यक्तिले चाहिँ पोजिटिभ हिसाबमा लिएर त्यो ठगहरूलाई नि मिनिमाइज गर्यो नि धेरै राम्रो भयो अब भनौँ न उसले अब त्यो च्याट जिपी अब एआईले चाहिँ दिनमा 100जना ठगसँग 10 मिनट 15 मिनट काम गर्यो भने त गफ गर्यो भने त पुरै बिजी बनाइदियो नि त पुरै बिजी बनाइदियो घुमाइदिने कि यस्तो गफ गरे जस्तो बुढाबुढी बोलाए जस्तो गरिदिने ए ल म कार्ड डिटेल दिन्छु ब्याङ्क डिटेल दिन्छु सबै दिन्छु भन्ने होइन त्यो भुलाइराख्ने क्या त्यो पनि इन्ट्रेस्टिङ कुरा सुनाउनु भयो त्यस्तो गरि अहिले यहाँको ब्याङ्कहरूले चाहिँ त्यो एउटा मेजर गरिरहेको रहेछ मान्छेलाई फुर्सद पनि हुँदैन साध्य पनि हुँदैन नि त अटो जेनेरेटेडै होला त्यो एकदम अटो नै हो त्यो अटोमेटिक चल्ने मेसिन लर्निङबाटै चल्ने हो त्यो मान्छेले इन्टरभिन गर्नु पर्दैन क्या त्यो आफै स्मार्ट इनफ छ कि त्यो जहाँ स्क्यामरहरूले कल गरेको नम्बरहरू छ ब्याङ्कसँग त इनफ डाटा छ नि त किन भन्दा दिनमा 100,000 मान्छे स्क्याममा पर्छन् कहाँबाट कल आयो के आयो कुन नम्बर आयो त्यो सबै छ उनीहरूसँग त्यही डाटा युज गरेर त्यहीँबाट कल ब्याक गरेर उनीहरूलाई बिजी बनाइदिने डेन्जर तरिका यो इन्ट्रेस्टिङ रमाइलो कुरा सुन्ने यो स्क्यामको केसहरू पनि धेरै छन् क्या अस्ट्रेलियामा यो म यो हो फलानु हो म पुलिस हो भनेर फोन गर्ने होइन तुरुन्तै कार्ड डिटेल दिनु पऱ्यो तुरुन्तै ट्याक्स क्लेम गर्नु पऱ्यो म ट्याक्स एटिओबाट हो भन्ने होइन मान्छेहरू छिट्टै फस्छन् पनि क्या यो ठग्नेको संसारभरि तरिका हुन्छ कि नेपालमै पनि वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर ठग्छन् स्क्यामै हो नि यहाँ पनि स्क्याम हुन्छ तर कुन तरिकाको हुन्छ भन्ने हो कि ठाउँको स्क्याम फरक तरिकाको हुन्छ नि त स्क्याम त संसारभरि चाहिँ नि हुन्छ यो कारणले पनि मान्छे अलिकति जस्तो अब एक हिसाबले अस्ट्रेलिया आउने नेपालीको कुरा गरौँ न होइन आउने भनेको मेनली मान्छेहरू आउने भनेको स्टुडेन्टमै हो अथवा पिआरै लिएर आए पनि पढ लेखेको राम्रै मान्छे आउने हो नि त होइन +2 ब्याचलर गरेकै मान्छे आउने हो त्यत्रो पढेको मान्छे आउँदा पनि जस्तो अब त्यही अब कल्चरल डिफ्रेन्स भएर पनि होला होइन एटिओले कल गर्यो ट्याक्स अफिसले कल गर्यो पुलिसले फोन गर्यो मलाई भनेपछि मान्छे डराएर झुकिन्छ डराउँछ त्यो मान्छेको स्वभाव पनि हो स्वभाव अनुसार पनि हुन्छ त्यो हिसाबले पनि अघि हामीले जुन अवेरनेस त्यो रातिमा हिँड्दा चाहिँ अब यो हेडफोन लगाएर नहिँड्ने यस्तो कुराहरू गऱ्यौँ नि यो डिजिटल अवेरनेस पनि हुन एकदम जरुरी छ एक्ज्याक्टली हो मान्छेहरू कुन ठाउँ कुन चिज कहाँ प्रयोग गर्ने त्यो कुराको चाहिँ राइट जान्न जरुरी छ कि डिजिटल अवेरनेस भएन भने यहाँ यस्तो स्क्यामहरू धेरै हुन्छन् हेर्दा हेर्दै खाताको पैसा जाने मान्छे गेम फस्ने धेरै कुराहरू छन् नि त त्यो चाहिँ नबोले भए हुन्थ्यो कि ठिकै छ शब्दले केही फरक पार्दैन यसमा रिल बन्यो भने चाहिँ फेरि समस्या हुन्छ रिल टिकटकले हो गडबड गर्ने त्यही भएर अवेर हुन जरुरी छ यो समग्र चिजको अघि हामीले बोल्यो नि समग्र चिजको सुरुबाटको सोल्युसन भनेको चेतना र अवेरनेस समरी हामी अब गरौँला आधी घन्टै गफ गरौँला 1 घन्टा गरौँला होइन तर सबैको सोल्युसन भनेकै
ह्युमन चेत हो क्या मान्छेको कन्सियसनेस एक्ज्याक्टली सबकन्सियस माइन्डले काम गर्नु पऱ्यो मान्छेले केही कुरा कहीँ अनलाइनमा डिटेल भरिरहेछ भने हजुर एकचोटि यसो ब्याक भएर सोच्नु पऱ्यो कि यो के भइरहेछ होइन किन मेरो डिटेल राइट ठाउँमा तपाईँले डेटा इन्टर गर्नु भएको छ कि छैन हो होइन कोल्सले 3000 को गिफ्ट कार्ड दिन्छु त भन्यो अनि 3 रुपियाँको सामान बेच्ने 3000 को गिफ्ट कार्ड देला त भनेर सोच्नु पऱ्यो कि सुरुमा चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ है अब हो किन भन्दा $30 को दियो भने चाहिँ ल एज इट इज बिलिभ गर्न सकिन्छ अझै जेनरली कसरी गर्नु केही कुरा फ्रीमा आइरहेछ भनेपछि किन त भन्ने कुरा चाहिँ मान्छेले यसो ब्याक भएर सोच्नु पऱ्यो कि किन यसले मलाई फ्रीमा चाहिँ जुत्ता दिन्छु भनेर अनलाइनमा भनेको छ तपाईँ खाली खुट्टै हिँड्ने मान्छे त होइन त्यसले देखाएको छैन होइन तपाईँलाई चाहिँ हो त्यो कुरा चाहिँ वाइ भन्ने कुरा चाहिँ किन एक्ज्याक्टली मान्छे एकचोटि टक्क रोकिएर राम्रो मान्छेले फ्रेन्ड रिक्वेस्ट पठायो भने वाइ भनेर बुझिहाल्यो हेर्नु आफ्नो अनुहार ऐनामा तपाईँलाई हेर्नु, बिल why? गेट्सको आयो नि बुझिहाल्नु त्यहाँ बिल गेट्सले तपाईँलाई मलाई किन पढाउने यो फस्या छ यो केसै छ यहाँ एकजना यो स्पेसल्ली बुढाबुढीलाई हुन्छ क्या यो गोर्डन रामजे भन्ने त्यो एकदम सेलिब्रिटी सेफ छ नि सेफ यो रियल घटना हो मैले यो ब्याङ्कमा हुँदाखेरि कुनै एउटा ब्याङ्कमा हुँदाखेरि सुनेको होइन के भएछ भन्दा गोर्डन रामजेले वाट्सएपमा फोन गरेछ होइन पहिला फोन गरेछ फोटोसोटो पठाएछ बुढाबुढी 60-70 वर्षको मान्छेले फोटोसोटो देखेपछि यही हो भन्ने फोन नबोल्यो अब गोर्डन नाम्सी न पहिला भेटेछ न भेट्छ आवाज पनि त्यही हो फेरि जो बोले नि गोर्डनले मलाई फोन गर्यो ओहो भन्ने मान्छे मक्ख परेछ होइन यहाँको एकजना आइमाई अनि गफ गर्दै गयो 1.5-2 महिना 3 महिना पछि चाहिँ ल म अस्ट्रेलिया भेट्न आउँछु तँलाई भेट्न आउँछु भनेछ अनि म त यहाँ के अरे सिङ्गापुर आइपुग्दा चाहिँ अड्केँ होइन यहाँ चाहिँ मेरो एकाउन्ट पनि चलेन मलाई $10,000 चाहिने भयो तुरुन्त यो मलाई अलिकति हेल्प गर म त्यहाँ आएपछि तँलाई 11,000 रिटर्न गर्छु भनेछ अनि अफकोर्स 3 महिनादेखि गफ गरिरहेको छु गोर्डन रामजेसँग उसलाई त पैसाको के कमी 10 मा एक थपेर आउने हो माल थपेर आयो यता आफूलाई नि फाइदै भयो भनेर सट्ट 10,000 पठाइदियो त्यसपछि गोर्डन रामजे कहाँ गयो आफ्नो 10,000 हिँड्यो खाताबाट अनि ब्याङ्कमा आयो होइन ब्याङ्कमा त्यो मान्छे आउँदाखेरि अनि कुरा गर्दा पनि ब्याङ्कमा आइसकेर ब्याङ्कको मान्छेले चाहिँ यो स्क्याम हो भन्दा पनि उसले अझै विश्वास गरेको छैन कि होइन यो गोर्डन रामजेले हो मान्छे त्यो अन्धविश्वासमा कतिसम्म लट्ठ हुन्छ भन्ने कुराको उदाहरण पनि धेरै केस छन् अघि मैले भन्थेँ नि गहिराइमा जति गहिराइमा गयो त्यति गाह्रो हुन्छ अर्को एउटा एकदम मलाई यो भन्न मन लाग्यो यो घटना होइन यो पनि ब्याङ्कमा मैले काम गर्दाखेरि एउटा यो आएको इस्यु रियल घटना हो क्या हजुर यङ मान्छे छ यहीँको अस्ट्रेलियन मान्छे हो होइन 20-22 वर्षको केटो छ होइन ब्याङ्कमा आयो मेरो $10,000 स्क्याम भयो भनेको 10-15 कति थियो 5-10 हजार कति समथिङ थियो उसको खातामा जति थियो त्यति नै स्क्याम भयो भनेर आयो होइन अनि के भयो अब हामीले डिटेल लेख्नु पऱ्यो नि त के भयो त भनेर भन्दाखेरि अनि के भएछ भन्दा फोन आएछ फेडरल पुलिसबाट अस्ट्रेलियन फेडरल पुलिस AFP ले फोन गरेछ तेरो नाममा चाहिँ इल्लिगल मान्छेहरूले तेरो नाममा 100 खाता खोलेका छन् सबै खातामा करोडौँ $मिलियन को कारोबार भइरहेछ तँलाई हामी कुनै पनि बेला एरेस्ट गर्छौँ भनेर फोन गरेछ अब तैँले के गर्नु पर्यो भन्दा तेरो हामीले एउटा जेन्युन खाता खोलिदिन्छौँ तैँले आफ्नो खातामा भएको सबै पैसा चाहिँ यो फलाना ब्याङ्कको एकाउन्टमा ट्रान्सफर गर त्यसपछि हामी तेरो जेन्युन एकाउन्टमा चाहिँ हामीले खोलिदिएर जेन्युन एकाउन्ट खोलिदिएर अनि तेरो एकाउन्टमा त्यो पैसा ट्रान्सफर गर्छौँ भनेछ उसले पत्याएछ गएछ अनि के त्यो मान्छेले कहाँसम्म भनेछ भन्दा तेरो ब्याङ्कलाई चाहिँ किन ब्याङ्कमा चाहिँ अब 5,000 6,000 अथवा 10,000 भन्दा माथि विथड्र क्यास गर्यो भने सोध्छ के गर्न ला हो स्क्याममा परेस् कि भनेर सोध्छ नि त त्यो फोनवालाले कहाँसम्म भनेछ भन्दाखेरि ब्याङ्कले सोध्यो भने चाहिँ घर रेनोभेसन गर्ने हो भन् यो कुरा चाहिँ त र म बाहेक थर्ड पर्सन कसैलाई सुनाउँदा पनि नसुना भनेर भनेछ अनि ब्याङ्कले सोधेछ किन यो $10,000 $15,000 किन निकाल्न लाग्यो भनेर क्वेसन गर्दाखेरि चाहिँ मैले घर रेनोभेसन जेन्युन रिजन भयो नि त घर रेनोभेसन गर्ने अनि निकालेछ आफैले हातले निकालेर गएर अर्को ब्याङ्कमा जम्मा गर्यो 2 दिन 3 दिन 4 दिन भयो आफ्नो एकाउन्ट आएन उसले त एकाउन्ट क्रिएट गरिदिन्छु पैसा ट्रान्सफर गर्छु भनेको थियो नआएपछि अब बल्ल उसको बत्ती बल्यो अब बल्ल म गयो मेरो पैसा स्क्याममा परेँ भनेर मान्छे झुकिन्छ त्यस्तोसम्म भइरहेछ क्या हो मान्छेले कतिसम्म आफूलाई कन्ट्रोल गर्न सक्छ भन्ने मेन अब यही केसमा पनि कसैले अब यहाँ जसले हेरिरहनु भएको छ कसैले चाहिँ फोन गरेर एकदम छिटो अर्जेन्टली एक्सन लिन भनेर कसैले भन्छ भने
चट्ट फोन काट्ने तपाईँलाई त हतार छैन नि त उसलाई चाहिँ हतार किन भयो भन्ने हो कुरा चट्ट फोन काट्ने अनि सोच्ने सक्यो एक ब्याक हुने कि ब्याक भएर सोच्ने ब्याङ्कमा पैसा तपाईँको ब्याङ्कको पैसा खतम भयो म ब्याङ्कबाट फोन गरेको ब्याङ्कको पैसा गयो भन्यो भने टक्क फोन काट्ने अनि आफ्नो ब्याङ्क हेर्ने कागले कान लयो भने पहिला कान छाम्नु पर्यो कागको पछि कुदेर भएन ब्याङ्क हेर्ने ब्याङ्कमा हेरेर त्यहाँ छ सबै ठिक डेटा तपाईँसँगै छ जब चोरलाई तपाईँले सबै डेटा दिनु भने चोरिहाल्छ नि त्यही हुन्छ कि समस्या मान्छेको चाहिँ यो स्क्यामरहरूले चाहिँ अर्जेन्ट एक्सन लिन भन्छ क्या तुरुन्तै गरिहाल्नु भन्छ क्या ताकि उसलाई हामीलाई टाइम नहोस् भनेर क्या त्यति बेला बुझ्नु पर्यो यदि कसैले चाहिँ अर्जेन्टली केही गर्नु भनेर भनेको छ भने एकचोटि ब्याक भएर मान्छेले सोच्नु पर्यो यो जेन्युन हो कि होइन अरू कसै साथीलाई सोध्ने होइन ब्याङ्क हो भनेर फोन गरिरहेको छ भने ब्याङ्कलाई फोन गर्ने मसँग रिलेटेड चिज हो कि होइन अनरिलेटेड चिज हो भने किन भाइ हो त्यस्तो कुरामा जानु पर्यो तर यदि तपाईँसँग रिलेटेडै छैन भने त त्यो टेन्सनै लिनुपर्ने कि तपाईँ त्यो इन्ट्री पोइन्टबाटै नछिरे भइहालेर सक्यो आइएम नट इन्ट्रेस्टेड भने सक्यो फोनै आओस् जे आओस् मान्छे आओस् $10 पर मन्थमा चाहिँ खतरा 80-100 MBPS चल्ने इन्टरनेट प्रोभाइड गर्छु भनेर कसैले फोन गर्यो भने नमस्कार भन्ने फोन काट्ने मेरै ठिक छ भन्ने बस्ने केही एक्सन नलिने किन उनीहरूले तुरुन्तै एक्सन लिन भन्छ कि अनि युजली चाहिँ जेन्युनली यदि कसैको ब्याङ्कमा केही फ्रडुलेन्ट ट्रान्ज्याक्सन भयो भने ब्याङ्कले कहिले पनि फोन गर्दैन ब्याङ्कले के गर्छ भन्दाखेरि तपाईँको एकाउन्ट अनलाइन ब्लक गरिदिन्छ अनि तपाईँले अनलाइन एकाउन्ट खोल्न हेर्न मिल्दैन अनि तपाईँ आफै ब्याङ्क जानुहुन्छ अनि त्यति बेला बल्ल भन्छ क्या ब्याङ्कले तपाईँको आइडी फिजिकल आइडी हेरेपछि बल्ल भन्छ कि यस्तो यस्तो भएको थियो त्यही भएर हामीले ब्लक गरेको भन्छ कहिले फोन गरेर हामी ब्लक गर्नेवाला छौँ यति पैसा यता पठाउनु यो कार्ड डिटेल यता दिनु भनेर ब्याङ्कले कहिले पनि अस्ट्रेलियामा फोन गर्दैन मान्छेलाई कृपया फोनमा ब्याङ्किङ कारोबार नगर्नु होला अनाधिकृत मान्छेसँग भनेर अनअथोराइज पर्सन तपाईँले चिन्नुभएकै छैन भने भाइ सिम्पल कुरा छ फेडरल पुलिसको डिरेक्टरै भयो भने कहाँ फुर्सद छ भने फेडरल पुलिसलाई फोन गरेर बस्ने हो यति बुझ्नु पर्यो कि फुर्सद कसलाई छ भन्ने हो यति बुझ्नु पर्यो सिम्पल एज प्रोसेसले हुन्छ नि त त्यो कुरा कहिले काहीँ जेन्युइन कल आएको होला कसै कहीँबाट सपोज त्यहाँ त भेरिफिकेसन प्रोसेस हुन्छ नि त जेन्युइन कल आउँछ नआउने होइन जस्तो तपाईँले प्रोसेस होला होम लोन अप्लाई गर्नु भएको छ भने त ब्याङ्कले कल ब्याक त गर्नु पर्यो त्यहाँ चाहिँ के भन्छ भन्दा उसले पहिला हजुरको अलिअलि डिटेलहरू प्रोभाइड गर्छ भेरिफाई गर्छ हजुरले सबमिट गरेको डकुमेन्ट के छ अब किनभने आफैले इनिसिएट गरेको कुरा हो नि त त्यो तपाईँ $70 इन्टरनेट कनेक्ट गर्दा त भेरिफिकेसन हुन्छ 2 स्टेप भेरिफिकेसन प्रोसेस भन्छ बुझ्नु न त्यही त तपाईँ ब्याङ्कै काउन्टरमा जाँदा त आर यु विथ कमनवेल्थ ब्याङ्क स्पेसलिस्ट भनेर त्यहाँ नोटिफिकेसन आउँदैन आउँछ नि त्यसरी बुझ्नु पर्यो गर्ने हो अब त्यही भएर अनलाइनमा आउने होइन कार्ड डिटेल तुरुन्त दिइहाल्ने अर्जेन्टली म पुलिस हो म तँलाई भर्खरै गिरफ्तार गर्छु भन्यो भने टक्क फोन काट्ने अलि आफ्नो साथीहरूसँग डिस्कस गर्ने यो मलाई यस्तो यस्तो भयो यो के हो कसै न कसैलाई थाहा हुन्छ होइन अथवा आफूभन्दा अलि अग्रज कोही छ यहाँ अलि 8-10 वर्ष बसेको मान्छे कोही छ भने उनीहरूसँग कुरा गर्ने च्याट जिपिटी छ अहिले त छ सल्लाह लिने च्याट जिपिटीलाई नै 100% ट्रस्ट गर्नु भएन सल्लाह लिने के भन्दा अघि नेपाली बोलेको हिसाबले थाहा भइसक्यो यसलाई धेरै थाहा छैन भनेर डिसिजन आफै लिनु पर्यो यो सबै कुराको निचोड चाहिँ अवेरनेस एक्ज्याक्टली समाधान भनेकै सचेतना आफ्नो सुरक्षा आफै पर्यो चेतना 2 किसिमका हुने रहेछन् एउटा फिजिकल होइन बाटोमा हिँडिरहँदा पनि आफू अवेर भएर हिँड्नु पर्यो अर्को डिजिटल कुन लिङ्क कहाँ क्लिक गर्दैछु मैले मेरो डिटेल कहाँ भर्दैछु मेरो कार्ड डिटेल कहाँ जाँदैछ मलाई यो आवश्यक थियो कि थिएन हो कि होइन कोल्सले किन $3000 दिइरहेछ मलाई होइन एक्ज्याक्टली कसैले चाहिँ म राम्रो जागिर तपाईँलाई म $100 पर आवरको जागिर दिन्छु भनेर इमेल पठायो भने मसँग त्यो स्किल छ त $100 को जागिर खानलाई त्यो सोच्नु पर्यो त्यति सोचे भयो कि छैन सक्यो छैन त्यो स्क्याम हो थाहा भइसक्यो नि एक्ज्याक्टली होला अब डिरेक्टर भएको कोही राम्रो पोजिसनमा काम गर्ने मान्छेलाई अफकोर्स उसले अलरेडी 80-90 कमाउँछ भने 100 त रिजनेबल एक्ज्याक्टली अब हामी $20-25 काम गर्ने मान्छेलाई कसैले $100 को काम दिन्छु हप्तामा चाहिँ 4,000-5,000 हुन्छ भनेपछि त्यो सामान्य रूपले थाहा भइसक्यो यो स्क्याम हो त्यो हप्ता 4-5 हजार दिलाउने मान्छेले तपाईँलाई इमेल हानेर बस्ने फुर्सद छैन क्या फेरि त्यसरी बुझौँ त्यो इमेल हान्नेलाई पनि भनेपछि डिजिटल र फिजिकल अवेरनेस चाहिँ सबैजनामा होस् आजको हाम्रो पोडकास्टको मेन थिम यही नै छ अन्त्यमा केही भन्न चाहनुहुन्छ
अन्त्यमा त्यही तपाईँले जे भन्नुभयो त्यही हो त्यही अवेर नै हौ हो, सचेत त्यही नै हौ अन्त्य हो। त्यही नै अन्त्य आफै सचेत हौ त्योभन्दा आफ्नो सुरक्षा तल आफै गरौँ होइन हरेक पल पलमा सचेत हौ हो सचेत हौँ अब सेल्फ अवेरनेस सेल्फ कन्ट्रोल सेल्फ म्यानेजमेन्टले नै तपाईँलाई सहज बनाउँछ कि सोल्युसनै त्यही हो जे कुरामा नि र अब अस्ट्रेलियामा तपाईँ एकदम कहीँ समस्यामा तुरुन्त पर्नुभयो होइन केही एकदम लाइफ थ्रेटनिङ इमर्जेन्सी भयो भने अफकोर्स 000 छँदैछ होइन लाइफ थ्रेटनिङ इमर्जेन्सीमा 000 कल गर्न पाइन्छ डराउनु हुँदैन त्यो इमिडिएट केही अब कसैले होइन बन्दुक सन्दुकै लिएर आयो चक्कु हान्न लाग्यो भने गर्ने भनेको त्यो हो अन द स्पोट हेल्प अभाइलेबल हुन्छ सुरक्षा निकायहरूसँग हो त्यो कुरा पनि जान्न पर्यो कतिलाई त्यो थाहा पनि हुँदैन 000 कल गरेर के भन्ने भने जस्तो हुन्छ के हुन्छ होइन 000 मा कल गर्दा उनीहरूले सोध्ने भनेको चाहिँ तपाईँ कुन स्टेट हो भनेर एउटा स्टेट सोध्छ सुरुमा अनि त्यसपछि फायर हो कि पुलिस हो कि एम्बुलेन्स हो भनेर सोध्छ आफूलाई के चाहिने त्यो भन्ने अनि अपरेटरले फोन उठाउँछ मेन माग्ने भनेको उनीहरूले एड्रेस हो होइन अब कहिलेकाहीँ एड्रेस थाहा छैन भने पनि उनीहरूले रफली उनीहरूले फिगर आउट गर्न पनि सक्छन् तर एड्रेस थाहा छ भने एटलिस्ट यसो पसल वरिपरि हेरेर एड्रेस त्यति हो उनीहरूले सोध्ने अनि त्यसपछि के भइरहेछ वाइ होइन किन कल गरेको त्यो पनि मान्छेले कति थाहा हुँदैन नि त यहाँ त्यो लाइफ थ्रेटनिङ इमर्जेन्सीमा चाहिँ प्लिज फिल फ्री होइन यो हेल्पकै लागि हो त्यो 000 यति भन्दै हामी आजको पोडकास्ट यहीँ टुङ्ग्याउन चाहन्छौँ थ्याङ्क यू सो मच नमस्कार